मेसिनहरू विश्राम गरेको एक दिन हाम्रा पाइलाहरू यसरी अघि बढे। कोरियाका प्रख्यात पहाडहरूमध्ये सोयोसान पनि एक हो। अब यहाँबाट सोयोसान ट्रेकिङको रुट सुरु हुन्छ। फोटो खिचौँ ए त्यो हुन्छ। हिउँ अझै पग्लिएको रहेनछ। ओहो, सोयोसानमा अझै जङ्गलमा चाहिँ भइरहेछ, चिसो चिसो हुन्छ क्या मौसम त। तर ग्रिप्स चाहिँ ल्याउनु पर्ने रहेछ, यो त चिप्लिने खालको हिउँ हो। ओहो, फेरि अफ हुन्छ कि हुँदैन। अघि त कता कता छोइएछ कि रिसेट भइरहेको थियो। नसुनी नाचुनी होइन नि त। पानी खाने र चिसो पो छ है। चिसो छ, तातो पनि छ। तातो चिसो मिसो पर्छ कति हुन्छ है। हामी सोयोसानको उकालो चढ्दा हसिन पसिन भइसकेका छौँ है। वरिपरि हिउँ छ यस्तो, तर पनि हामी असिन पसिन भइसकेका छौँ। बाटैभरि हाम्रा गन्थन मन्थनहरू चलिरहे। त्योभन्दा पनि हामीले तल चिप्लो छैन भनेर त भन्यो। उनीहरूलाई यही सामान्य बाटो चिप्लो लगाइरहेको रहेछ। लड्ने हुन् कि हामीलाई गाली गर्ने हुन् कि तल गएर। यहाँभन्दा त अप्ठ्यारो छ तल त। यिनीहरूलाई यो भव्य लागेको हो कि छैन। हुन त झर्दा फेरि चिप्लो लाग्छ, झर्दाखेरि चिप्लो लाग्ने स्वाभाविक हो। ओह्रालोमा हामी त हिउँको पहाड चढ्न फेरि निस्केछौँ। संयोगले आज पनि कति राम्रो वातावरण, शीतल मनमोहक दृश्यहरू अनि र पनि पसिना चाहिँ चुलचुल। भारी भरकम हाल्छ।
सोयोसानको खोङजु बङमा पुग्यौं। अब यहाँ त कालो कफी खाएर जानुपर्छ। बङमा हानिदिनुहोस् त। हाम्रो केटाहरू फुटबल खेल्न आउने यतै होला कि फुटबल ग्राउन्डै ग्राउन्ड छ त्यहाँ एउटा पिकमा आयो। हजुर फोटो खिच्छौँ बजाइदिनुहोस् यो बङ आउने हजुर। यहाँ कफी खाउँ। यहाँ एन्टी लाइट पर्छ। बङ आउने गरी हान्दिनु लाइट त व्यापक हो। घामलाई घुमाउने है क्या यताबाट खिच्छौँ नि। यहीँलाई लगाइदिनुहोस् त घामलाई घुमाउनु ल बङ कफी खाउँ है। कफी अब कालो कफी खाने। पसिनाले क्या चिसो भयो क्या यहाँ पुरै। ककटेल बनाउने कि के गर्ने कफी मोटो एक्सर्साइज छ तपाईँ के कानुनी हो कफी निकाल्नु त अझै एउटा निकाल्नु हो एक एकवटै खाइदिनु एउटा खाउँ बन्दैछ। हिजोको आइपिओ पार्नु दिनुपर्छ नै किन हो मलाई त आइपिएल हेला गरेको। कुन आइपिओ अरे? तपाईँले आइपिओलाई हेरा गरेको कि तपाईँलाई आइपिएल हेरा अस्ति भन्नुभएको आइपिओ होइन अहिलेको एनआरएम नेपालमा इन्सुरेन्स एनआरएम यस्तो के हो नाम चाहिँ बिगारेँ मैले। नेपाल माइक्रो इन्सुरेन्स चाहिँ हो। जिएमएलआई चाहिँ खत्रै गइदियो। दिवस अहिले त सस्तैमा ट्यापटुप पार्नु भयो चाहिँ सिक्कल भयो ए होइन एचआरएल पो भन्नु है तपाईँले फरेनर बनाउनु भएको छैन र? बनाएको छु। किन पर्दैन त? त्यही त हेला गरेको। कतिवटा भन्नु पऱ्यो कि जुन चाहिँ सोधेको त्यही चाहिँ परेन भन्ने कुरा होइन मलाई पछिल्लो समय पढेको त्यही जिएमएलआई हेर्ने। त्यसपछि त मलाई पनि परेको छैन नि। त्योभन्दा अगाडि पनि परेको छैन धेरै। विशेष गोप्रोलाई ठोक्नु पनि पर्ने हो। ठोकिदिनु है ठोकिदिनु। बन्द भइसकेको ठुलै हो टुट्न दिनु है ल ठोकाउँ छ कालो कफी सही हुन्छ नि। यो पनि छुट्टै मजा हो। टुप्पामा आएर कफी त्यो पनि हट कफी खानु पाउनु विशेष हो। तातो कफी पिएर हामी गन्तव्यलाई निरन्तरता दियौं। सोयोसान दोस्रो पल्ट आइयो। हिउँ छ पुरा एकदम चिप्लो छ एकदम मजा आइरहेको छ। यो हातलाई धेरै बल परे जस्तो लाग्यो। पन्जा चाहिँ लगाउनु नाम बोक्नको लागि होइन यो हातै भए पनि खोक्दाले हात हुँदैन कसरी त्यसरी चिप्लिनु। हिउँ जमेको ओह्रालो बाटो सावधानीपूर्वक हिँड्नु पर्दछ। ल यसो हात सिधा गराएर बस्नु त म फुत्ता आउँछु। यहाँ त साह्रै चिप्लो रहेछ त। यो छैन त्यस्तो आउनुहोस् ड्याम ड्याम टेकेर आउनुहोस्। होइन केही नहुँदा केही पनि हुँदैन है। ल ओ यसले अडाउँछ कि धेरै अडाउँछ नि। त्यो नभाचिन्न तपाईँलाई अडाउँछ। यो भाँचिन्न यो त भाँच्योपछि त भाँच्यो। यो छोडिदिएपछि झन्नै गएको। स्टपभन्दा माथि गएछ नि त यहाँ। मैले सुथप भन्दा नि माथिको स्टप होइन सुथप नबिगार्नु भयो। मेड इन कोरिया हो नि त। होइन भाषा के सुथाप। सुथप मेड इन कोरिया भाषी त सुथपै हो। तपाईँको ऊ के
किन अस्ति के होइन ओराइ रहे के अरे अलराइट रहे कि त्यो भनेको ओराइ भन्छ नि कोरोना आइज हाम्रो गोरुलाई गरेर जस्तो केही होला भन्ने सोध्थेँ कि पहिला अलराइट गर्ने रहेछ नि अलराइट हो त्यसलाई बुझ्न 2 वर्ष 2.5 वर्ष लाग्यो समय त यहाँ मजाले लाग्ने भयो त इसा माछु एउटा बन्चरो ल्याएर काट्दै खुट्टा बनाउँदै हिँड्नु पर्ने रहेछ कि हात धुन पनि सजिलो हुँदो रहेछ त क्या एडभेन्चर भयो नि क्या मजा आयो यो सङ्घर्षको यात्रा बडा मजा लाग्छ कि लडिन्छ कि गरेर एकदम होसियारी भएर हिँड्यो नि त 1 सेकेन्डमा फाल्छौँ क्या हामीले त्यो 1 सेकेन्डमा के हुन्छ भने आगो समातेर हाम्रो छालाले यो तातो छ भने थाहा पाएर होइन माइन्डमा पठाएर सूचना होइन अनि माइन्डले अब छोड्दैछ भनेर त्यो सूचना माइन्डले त्यो सत्य हो कि होइन भनेर जाँच्यो अनि त्यो सूचनालाई चाहिँ होस् साँच्चै तातो रहेछ त्यसलाई फालिदियो भनेर आदेश दिएपछि त्यो चाहिँ हाम्रो हात स्क्रिनसम्म आइपुगेपछि अनि हामीले फाल्ने हो कि त्यो मिली सेकेन्डभित्रमा चाहिँ भइसक्छ कि त्यस्तो फास्ट ह्याकर गर्छ कि प्रोसेस गरेर सूचनालाई सुपर कम्प्युटर भन्छ यो पनि सगरमाथा जाने यस्तो बाटो रहेछ त पर्याङ ठाउँमा बेस क्याम्पबाट उता जाँदैछ क्याम्प के छ अरे आइसफल भन्छ कस्तो हुन्छ भन्ने कुरा सरक्षानमा जाने हो ओहो यी आयो है क्याम्प वान अघिल्लो टोली आएर खाना खाँदै रहेछ हामीले पनि भतेर लगाउँ एक ठाउँ बाटो एकदम खतरनाक छ तर यो छङमासान गए भन्दा कम इन्जोय चाहिँ भएन है आज नै तलै होला कि तपाईँले लक्ष्य भयो त्यसो मान्नुभयो हामी हातखुट्टा लगाएर यतिमा जाउँ कि भन्ने हो मेरो लक्ष्य फेरि यो मान्छे नहिँडेकोमा चिल्लो हुँदैन त्यो चाहिँ हो छेउमा चाहिँ ड्रप छ कि तल यो बाटो चाहिँ कट्यो केही गर्न लाग्थ्यो भन्न पनि पाएको बेला हाम्रो बाघ लाग्दा जति सबै तपाईँलाई हो सक्छ कि 10-12 जना जति छ हेर्नु हेर्नु कति रातो है कति रातो माटो रातै छ कि ओहो हामी कहाँ आयौँ अब कता जाने अब अझै 0.15 अलि नजिकै हो अब त खाल्पा भयो अब हामी त्यसको लागि हिँडेको थियौँ यहाँबाट अर्को बाटो यता कता हो यता त्यस्तै जाने बाटो हो बाटो खुल्छ यहाँबाट झर्ने बाटो रहेछ झरेर हामी कहाँ जानु मिल्छ यहाँ सनै थाङ्गेको
जाउँ कालपाएको छौँ है रातो माटो पानी भन्दै निकाल्दैन यस्तो पानी पनि यसलाई चाहिँ सकाइदियो होला त्यहाँ पिउनु तपाईँहरू पिउनु 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 निकाल्नु ए एउटा टोली त हेर्नु त यो बाटो त खतरनाक रहेछ चिप्लाउँदै झरिरहनु होइन झर्ने चाहिँ सबै त्यस्तै हुन्छ हामीसँग त खानेकुराहरू अझै चक्लेटहरू पनि छ त चक्लेटहरू खाउँ कालपाइमा गएर खाने अँ सबै यता नखाउँ पानी एकदम कम खाइदियो है अब एउटा छ त्यही हो एउटा बोतल यहाँ सकियो यसमा पनि एउटा सकियो दुईवटा सक्यो अब 2 बोतल छ यसमा चिसो पानी हालियो कि हालिएन अलिकति हाल्यो यसमा छ नि एउटा बोतल त मसँग भयो तर यो बाटो चाहिँ अझ खतरनाक लाग्यो झर्ने बाटो चाहिँ एउटा मात्र निकाल्यो जस्तो लाग्छ त्यहाँ निकालियो एउटा खाली बोतल मसँग छ है ए एउटा त मसँग पनि रहेछ खाली नै रहेछ त मसँग त भनेपछि अब त्यही मात्रै बाँकी हो यही मात्रै हो पाँचवटा है पानी नपुगिँदैछ नि पुग्दैन त मैले भने पानी बढी मैले यो पानी धेरै हुन्छ भने तपाईँ पिउँदै नपिउनु तपाईँको लागि त धेरै ठिक हो होइन मैले पनि पिउँछु नि पिन्छु नि मैले जति त पिउनु भएको छैन नि त फेरि 7 वटा चाहिँ चाहिन्छ अब त धेरै चाहिन्छ एकजना तिनवटा अब गर्मी लाग्यो अब त धेरै चाहिन्छ नि एउटा बोतल मलाई उठाइदिँदा हुन्थ्यो अब त जम्बो बोकेर हिँड्नुपर्छ यो पनि रहेछ त अझै रहेछ त्यो पछि अघि चाहिँ बेच्न गाह्रो भएको थियो तपाईँहरूलाई अब भोग लाग्दै गएपछि बिग्दै जान्छ कि त्यो चिन्ता नगर्नु मैले गनेरै हालेँ त्यो 3टा मात्रै यहाँ चाहिँ एउटा यो चिजवल मात्रै छ है चिजवल भन्ने त्यो भन्ने अन्तिम पिकबाट हामी गृह प्रस्थान सुरु गर्न थाल्यौँ बाटो चाहिँ डेन्जरस छ यस्तो खतरनाक होला भन्ने थाहा भए त ग्रिस लिएर आउनुहुन्थ्यो मैले रुममै राखेको 2 सेट हजुर बिचलाई अब घर गएर खुट्टामा एडिट गरेर राख्ने त्यो पर्दैन बाफले खतरनाक ढलान ओहो इचुच्चा परेका ढुङ्गाहरू चिप्लो बाटो लड्दै पढ्दै लड्न त अहिलेसम्म लड्यो होइन लड्न पनि सकिन्छ यहाँ यस्तो खुट्टा गऱ्यो क्या पुरै यत्रो छ त थुप्रो छ नि नि प्रकृतिसँगको साक्षात्कारमा यसरी हाम्रो दिन सम्झन लायक रह्यो।